आफ्नो बिहा गर्नु छैन माखमा अर्काको कसारको डल्ला खाँदै दिन गएको छ। रे हुन्छ तिम्रो पनि बिहा, लेकिन यसपालि होइन, आगो चाहिँ पक्का हुन्छ। माघ फागुन बिहा खतम भएन ती बिहा घरमै छौ तिमीहरू, पार्टी सार्टी खाएर जाने विचार छ होला होइन? तिमी पनि आऊ न, आऊ खामला नि सँगै बसेर पार्टी। एक्लै खाने मन लागेको छैन। फोन गरौँ कि भनेर सोचेर त, लेकिन के गर्नु अब, फोन पनि एउटै छ, त्यही भिडियो बनिरहेछ। होइन कति अर्काको बिहाको कसारको डल्ला खान्छ हो माघ फागुन? मेक्को रे, अनि के गर्नु त अन्त, फ्रीमा भेटेको माल छोड्नु अनि तिम्रो बिहामा पनि खान्छु म पनि कसारको लड्डु यत्रा यत्रा 2टा। बिहा गर न खाओ। अत्तेरिका बिहा गरेँ नि मैले, तर के गर्नु, मैले कसारको लड्डु सुँग्न पनि पाइनँ। खाना गएको थियो नि, के गर्नु, भेटिनँ, खतम भइहालेछ। जग्गीमा बसिरहेको थियो, भोक लागेर यसो कसारको लड्डु खाम भनेर गएको त गाँठे एक पासी नै खतम। के भएको विरक्त लाग्छ कोही कोही बेला। यो देशमा चाहिँ म छु भनेर केनै भागे म पनि बिते भने यो देश के हुन्छ कोनी? केही पनि हुँदैन, लागिले म तिम्रो भएको बिहा पनि मै गरिदिउँ ल। तेरिका बिजोक 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 छ। बिहा नगरिकन यो हालत छ, कमल फ्याक्छन्, झन् बिहा गरेपछि त कमलै नउड्ने होला, जाडोले भुत्रो पनि पाउँदैन होला। भएको गर न बिहा। तिमी गर न बिहा, हामीले गरेको अब कति बिहा गर्नु, त्यही बिहा भनेर सिजन सकिसक्यो, बिहा गर्ने कहिले गर्ने हो, गर बिहा। अहिले भएन भने नि आगो हुन्छ होला पक्कै पनि बिहा तिम्रो। म जस्ता केटाहरूलाई त त्यही हो, मन परेको जुत्ता पो जुत्ता त, नत्र खाली खुट्टे ठिक छ भन्थे। त्यही भएर त जुत्ता नभेटेको त, अनि मन परेको जुत्ता खोजे कहाँ जुत्ता भेट्यो, बजारमा दुनियाँको जुत्ता निक्लिरहेको छ, जुन जुत्ता भेट्यो त्यही लाउनुपर्छ हामी जस्तै। तर अब जुन पनि भने पनि अलिकति अब हुन्छ, अब राम्रो भिआइपी। पिट्छु म कति पाति त्यसलाई। किन पिट्ने हो मलाई, मैले यति भने पिट्ने हो? अब बजारमा दुनियाँको जुत्ता भेटिन्छ भन्दाखेरि पिट्ने हो? भेटिन्छ त भेटिन्छ, पैसा हुनु पर्यो खालि पकेटमा।